प्रभाव गर्दाखेरि होइन त रेस कम्दै पनि हुन्छ यो फुमाउने पनि हो के यसमा हैन लाएर त्यहाँबाट बल्ल यो यसरी फिट लाग्ने नभए तपाईँ चुन्छ गियर ओइल चुन्ने हो के यो अब पेस्टले मात्रै त तपाईँले त नखुर्किएको भाव हो नि त अब खुर्कनु यो शनि वासर होला नि खाली छर्दिन्छ यसमा के उसको छैन इन्जिनको छ कभर होला नि यो गियर ओइलको छैन गियरको छैन के त्यसमा इन्जिनको मात्रै ल्याकन यो गियर भन्न पर्यो नि यसको यो हो गियर बक्सको इन्जिन र गियर बक्स जोड्ने वाला यिनी रिङ खान्छ के यो भाँच लाग्ने त चुडी जान्छ के धेरै टाइम गर्दाखेरि हैन यो क्लच बिग्रियो भने के तपाईको इन्जिन क्लच राम्रो चलेछ अगाडि जान्न ट्र्याक्टर गियर लाएर अगाडि ट्र्याक्टर जान्न चल्दैन यो क्लच प्लेट गर्छ भने पर तपाईको क्लच प्लेट गयो त्यही त त्यसलाई कसरी त्यही भन्ने कुरा क्लच प्लेट गयो त भन्थे अब यसलाई कसरी फेर्ने निकालेर फेर्न पर्यो भने बार यो नट खोल्ने यो कसरी खोल्नु मिल्छ खोलेपछि यो आउँछ खोलिहालौँ न 13 नम्बर समय हुन्छ हैन यहाँ पछाडी गोटी चाहिँ यो 13 नम्बर गोटी छ हट्या पछाडी अनि आडी किन हैन सबभन्दा यहाँ मुभी हाल्न बाँकी छ मुभी हुन्छ तर आवाज अर्को धुवा हुन्छ आवाज अर्को निकाल्छ चाल अर्कै आउँछ के त्यसको अब यतिकै स्टार्ट गर्न मिल्छ गोडी ग्याप पनि धेरै जोड्ने हाल्नु भयो नि त त्यसलाई हैन ग्याप रेस्ट रसीले बान्ने यो छोप्नु पर्छ नत्र उफ्रिन्छ हो त्यसले माथि उठाएर बान्नु पर्छ बान्नु माथिमा खनाइयो त यति गराउ नि अनि माथि उठाएर बान्नु पुरा फुल माथि गराएर बान्दाखेरि त्यसको तपाई रेस्ट बराबर हाल्नुस् हैन अब अरु बाने पोल्टमा त त्यो उता मोबाइल राख्दाखेरि सबै ल सोली आयो पर्खिने यसो टाइप गरेर हैन त्यसलाई मुभी फिल्टरलाई एटिपी गरे हैन निकालेको त निकालेको ल राखम यताको बन्द गर्नु भयो उताबाट खसिहाल्न सक्छ नि हर्टो एकदम राम्रो सर्भोको पनि राम्रो हुन्छ सर्भो यहाँ त्यति आउने तर सर्भो पनि राम्रो हो बाइकमा राख्नु सर्भो अब होन्डाको जाने 15 डब्लु 40 यो डिजल वाला गाडीमा पेट्रोलमा पनि हाल्न मिल्छ यो मिल्दैन इन्जिन हाल्दा मिल्छ इन्जिन ओइल त मिल्छ तर अब यस्तो हुन्छ कि अब तपाईको 200 सीसी को छ भने पर अब 20 डब्लु 50 को हाल्नु पर्छ 200 सीसी को लागि त्यो भन्दा मुनि सीसी को छ भने 15 भन्नाले उ हुन्छ 20 40 हुन्छ कि 20 40 यो 15 40 भयो फेरि पाइन्छ होला एमाको एकै मिलोला मिलो झार्ने कन्डिसन भयो ल स्टार्ट हुँदैछ है अब हाम्रो उफ्रिन्छ नि छोप्न पर्छ त्यो नाच्नु त्यो नाच्नु त्यो च्यापी राख्नु चाहिँ डिजल पास गराउन पर्यो नि ल ल थप्नु आयो सबै गर्न भनौँ ल रोक्नु अब टान्नु अलि स्पिड टान्न पर्छ हजुरको पेट्रोलको पेट्रोलमा बढी चाहिन्छ यसलाई रिन चेटा गराइदिनु रिन चेटा गराएर राम्रोसँग फुट्ला टिक्नु कराउन्ड ठिक रहेछन् चौधरी भाइ टेबुल कराउन्ड ठिक छन् ठिक छैन यो अब टेस्ट सबै अहिले तताउ न हो बल्ला ल भयो अब भयो खाले है
तेल पुगे नि हैन यो भित्र यो बाहिरबाट हैन के यो चाहिँ भित्र हुनु पर्छ अब तात्यो अब हुन्छ तपाईले एउटा त्यसमा पनि पेस्ट लाउने है पेस्ट ल्याउनु छ त यहाँ यसमा लगाउने कि यसमा लगाम त्यसमा लाउने यसमा ढालेको गर अरे खोल्दिने यार टाइम लाग्छ पहिला आउन आउँछ पछि ढिलो आयो